गरिसकेपछि त्यहाँ जो भएका लुगा कोही लाए कोही छाटी किन अझ यसो कपडाको पोको पारेर अलि पर जान लागेको थिएँ उतापट्टि एउटा दर्जिया लुगा सेर्दो रहेछ ए दाइ ए दर्जी दाइ अब हामी मामाका घरमा हिँडेका बल्ल बल्ल यहाँ लुगा त भेटाइयो लुगा चाहिँ भेटाइयो अब यता आफ्नो अहिले रेलर भनेको छ यता चाँडो यता राम्रो छाटकाट मिलाएर हामीलाई सिलाइदिनु पर्यो भनेर त्यो दर्जियालाई भनेपछि त्यो दर्जियाले नारायण हुन्छ भनेर अब हेर यो लुगा हजुरले लाएर गएपछि हजुरको आज्ञाक्रम आशिक पनि दियो ल हिजो आजै तपाईँको आशी लाग्छ फेरि हिजो आज पनि तपाईँ अघि लागेपछि आशिक हुन्छ त्यस कारणले झन् राम्रो आशिक हो भनेर अलि पर जाँदै त थिए अलि पर जाँदाखेरि कठैबाट के लाग्छ र उतापट्टिबाट क्या हातमा एउटा हातमा फुल एउटा हातमा चन्दन लिएर 9 ठाउँ बाङ्गी कुबिजा टाढा आउँदिरहेथे क्या बुढियामै क्या बुढियामै नारायण कहाँ हिँडे कता हिँडे कता हिँडे बिताइदिउँ भन्ने चाहिँ आँखाले पुरा गरेर नारायण हाने बुढी